मैले यो फोटो खिच्न मैले पर्स भेटाएको थियो मैले सम्बन्धित मान्छेलाई भेटेर उहाँको फ्यामिलीलाई फोन गरेर उहाँले फेरि कन्ट्याक्ट गरेर मैले भेट्न आउनु भयो यो मैले चाहिँ जस्तो थियो उहाँको त्यस्तै मैले चाहिँ ह्यान्डओभर गर्दैछु उहाँले दिँदैछु नगद पैसा पनि छ 12,900 उहाँको कार्ड दुइटै छ हेर्नुहोस् न अब सेकचोटि ल ठिक छ बिल छ सबै छ यहाँ 12,900 रुपियाँ छ तपाईँको त्यो मोटर्सको के बिल पनि रहेछ यहाँ लाइसेन्स रहेछ तपाईँको एटिएम कार्ड एउटा यहाँ छ होइन मैले चाहिँ हस्तान्तरण गरिदिएँ उहाँलाई अब तपाईँले राम्रोसित चाहिँ सेभ गरेर राख्नु होला तपाईँको पर्स धन्यवाद सर तपाईँ एउटा मानवीय भावना भएको मान्छे तपाईँ एउटा सच्चाइ मान्दारी एउटा नागरिकको एउटा भूमिका निर्वाह गरिदिनुहुन्छ तपाईँहरू जस्तो मान्छे यो यस दुनियाँकै लागि एकदम चाहिने एकदम इमान्दार मान्छे हो तपाईँ जस्तो मान्छेको चाहिन्छ हामीलाई र यो मैले चाहिँ अब यो हराइसकेपछि अब यो मैले चाहिँ कति एउटा पर्सेन्ट पनि मैले अब भेटाउँछु भन्ने कुरा चाहिँ मलाई लागेको थिएन अहिले उहाँले आफैले फेरि फेसबुकमा चाहिँ राखेर मेरो परिवारलाई फोन गरेर उहाँले फेरि यो कुरा चाहिँ जानकारी गरिसकेपछि मेरो परिवारले मलाई जानकारी गरे अनि मैले फेरि सरलाई चाहिँ त्यही नम्बरमा कल गरेर फेरि अहिले सरसँग चाहिँ आएर सरले फेरि बुझाइदिनु इमान्दार पूर्वकले एकदम मसला भगवान् मानिन्छ सर हजुर यस्तै अब किनभने हामी पनि दुःख गरेर खाने मान्छे हौँ होइन अब मेरो पनि हराउला कुनै दिन कसैको हराउला कस्तो पीडा हुन्छ मलाई थाहा छ होइन त्यही भएर मैले पनि अनि ठ्याक्क भेट्ने बित्तिकै सबै अनि तपाईँको कन्ट्याक्ट नम्बर रहेछ अनि त्यो फोन गरेर उस गरेको ल तपाईँलाई पनि अब पाउनुभयो खुसी हुनुभयो धेरै भयो अरूभन्दा पनि एटिएम कार्डहरू छ त्यहाँ तपाईँको महत्त्वपूर्ण सामानहरू छ त्यही कारणले गर्दाखेरि मैले चाहिँ सुरक्षित सायद राखेर तपाईँलाई कन्ट्याक्ट गरेर चाहिँ तपाईँको यो सामान हस्तान्तरण गरिदिएँ अब फेरि राम्रोसित राखेँ एकदम सर एकदम ल म सबैको सल्लाह सुझाव नै मेरो लागि महत्त्वपूर्ण हुने ल मैले अघि फेसबुक र टिकटकमा हालेको थिएँ यो सामान चाहिँ मैले सबै उहाँले हस्तान्तरण गरिदिएँ ठिकै छ तपाईँहरूले कन्ट्याक्ट गर्नुभयो भने पनि केही फरक परेन तर उहाँको सामान मैले रिटर्न ब्याक गरिदिइसकेँ जस्तो थियो त्यस्तै गरिदिइसकेँ है त हस् त नमस्ते ल